र नमस्ते सबैजनामा है। र अस्तिको दिन मात्रै जुन चाहिँ घैयाबारीको जङ्गलमा सिलगढीबाट फर्किने क्रममा एउटा मिस्टर सेलिम्बुङ लेखिएको गाडी दुर्घटनाग्रस्त भएको थियो है। र जुन चाहिँ त्यो दुर्घटनामा अन्य प्यासेन्जरहरू इन्जुरी भएको थिए भने चालक अबिन राई जो समृद्ध पानी निवासी थिए उनको चाहिँ घटनास्थलमा नै मृत्यु भएको थियो है। र आज चाहिँ हिजो उहाँको है एउटा पोस्टमार्टमहरू गरिसकेर यो उहाँको यो घर हो, त्यो चालक अबिन राई जसको त्यो दुर्घटनामा निधन हुन गयो है। यो चाहिँ उहाँको घर र अहिले चाहिँ उहाँको शवयात्रा आजको दिनमा चाहिँ यहाँ अब निकालिने तम तयारी चाहिँ हुँदैछ। र आज चाहिँ प्राय यसरी गाडीमा लगाइदिन्छ र यसरी अस्तिको दिन जुन चाहिँ त्यो घैयाबारी दुर्घटनामा है ज्यान गुमाएका चालक अबिन राईको चाहिँ यहाँनिर है उहाँका गाडीका सङ्गठनका विभिन्न सदस्यहरू सँगसँगै गाउँवासी है उनको शुभचिन्तकहरू सबै भएर चाहिँ आज यहाँनिर शवयात्रा निकालिँदैछ है। र जो चालकको निधन भएको थियो त्यस दुर्घटनामा उहाँ समृद्ध पानी 6 नम्बर निवासी थिए अबिन राई है। अबिन राई आफ्नो घरमा आफ्नो श्रीमती अनि उहाँ बस्थे है। यहाँ सोद्धाखेरि नानीहरू चाहिँ उहाँको थिएन है, उहाँ र श्रीमती बस्दैथे। दाजुले बिहा गरेको छ है र उहाँको दाजु थिए है, अनि दाजु भाउजूहरू चाहिँ छुट्टिएर अलग्गै बस्थे भने अबिन राई चाहिँ आफ्नो श्रीमतीसँग बस्ने गर्दथे। जुन चाहिँ अस्तिको दिन घैयाबारीमा दुःखद घटना हुन गयो, दुर्घटना है, त्यसमा चालक अबिन राई घटनास्थलमा नै मृत्यु हुन गएको थियो। र यहाँ अहिले सिलगढी, पोखरेबुङ है, नागरी, मिरिक, सुकिया लगायत विभिन्न क्षेत्रका चालक अनि मालिकका सदस्यहरू, सङ्गठनका सदस्यहरू सँगसँगै गाउँवासी, उनको साथी सङ्गी, आफन्त, शुभचिन्तकहरू चाहिँ आज यहाँनिर सबैजना भेला भएर चाहिँ उहाँको पार्थिव शरीरलाई निकालिने अब यहाँनिर उसमा लाने काम चाहिँ हुँदैछ। अस्तिको दिन मात्रै है घैयाबारीमा एउटा दुःखद दुर्घटना हुन गएको थियो, जसमा चाहिँ अन्य प्यासेन्जरहरू इन्जुर्ड भएका थिए भने चालक अबिन राईको चाहिँ घटनास्थलमा नै निधन हुन गएको थियो। अलिक अगाडि लानु है। आइपुग्नु भयो? म अघि बिहान गएको थिएँ नि। गाडीमा आउनु भयो? हजुर। गाडी
र हाम्रो अबिन राई भाइ चाहिँ सबै साथी सङ्गीहरू इष्टमित्रसँग एकदमै मिलनसार स्वभावका थिए है। ठुलोहरूलाई इज्जत गर्ने है, साथी सङ्गीसँग पनि सधैँ इज्जत गरेर उयो गर्ने, सहयोग गर्ने साथीभाइलाई है, एकदमै शिल स्वभावले बोल्ने र यस्तो भाइलाई गुमाउनु पर्दा सबैलाई ठुलो क्षति भएको महसुस गरेका छौँ है। र भाइलाई फेरि पनि पुनः हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ है। भाइको आत्माले वैकुण्ठमा बास होस्, पाओस्, ईश्वरले भाइलाई है स्वर्गको बास दिउन्। र अहिले चाहिँ गाडी भर्नु है हाम्रो अति प्यारो भाइको पार्थिव शरीरलाई जलाउने स्थानसम्म पुर्याउने कार्य गरिएको छ। आज अभिषेक फेरि पनि म दोहोऱ्याइरहेको छु। अस्तिको दिनमा चाहिँ जुन है सिलगढीबाट पोख्रेबुङ फर्किने क्रममा मिस्टर सेलिम्बुङ लेखिएको गाडी जुन चाहिँ दुर्घटनाग्रस्त भएको थियो र त्यसमा चालकसँगै अन्य 6 जना यात्रीहरू थिए भने जसमा अन्य यात्रीहरू सामान्य चोट लागेको भए तापनि चालकको भने त्यसबेला दुर्घटनास्थलमा नै निधन हुन पुगेको थियो है। र हिजो उहाँको सिलगढीमा नै नर्थ बेङ्गालमा पोस्टमार्टमको फर्मुलिटिजहरू पुरा गरिसके पश्चात चाहिँ उहाँको निजी वासस्थान समृक पानी 6 नम्बरबाट है उहाँको घरबाट चाहिँ अहिले पार्थिव शरीर निकालेर यहाँनिर उहाँको अन्तिम संस्कारको लागि यहाँनिर ल्याइ पुर्याइएको छ अहिलेलाई। अबिन राई भाइ चाहिँ जीवित हुँदाखेरि है आफ्नो साथी सङ्गीहरू है, इष्टमित्र होइन, आफ्नो ठुलो बडाहरूसँग एकदमै सहयोगी स्वभावको है, एकदमै सम्मान गरेर बोल्ने है, साथीभाइसँग सहयोगी भएर बोल्ने। कसै बेला है उनले जति बेला दार्जिलिङको गाडीहरू पनि चलाए धेरै लामो समय, अनि सिलगढीको पनि चलाए। त्यसबेला कसैले पनि है केही दबाईहरू ल्याइमाग्दा, केही सामानहरू ल्याइमाग्दा कुनै नाइनास्ती नगरी है, कुनै झन्झट नमानी नै ल्याइदिन्थे। र त्यस्तो मान्छे गुमाउनु पर्दाखेरि एउटा ठुलो क्षति बेहोर्नु परेको महसुस हामी सबैलाई भइरहेको छ। र आज हिजो अबिन भाइले सिलगढी लाइनमा गाडी चलाउनुहुन्थ्यो भने आज एक दिनको लागि है भाइको यस निधनमा है दुःखद निधनप्रति शोक प्रकट गर्दै पोख्रेबुङ, नागरी, धजे लगायत मिरिक, सुकिया पोखरीका पनि धेरै गाडीहरू ठप्प रहेको छ। प्राय मिरिक, सुकिया पोख्रेबुङ, नागरी र प्राय सबै गाडी नै आज बन्द रहेको छ भने मिरिकबाट पनि यहाँ चालक सङ्गठनका रिप्रेजेन्टेटिभ्सहरू यहाँनिर उपस्थिति हुनुभएको छ है आज उहाँको अन्तिम संस्कारमा। त्यसरी नै सुकिया सिन्डिकेटका है, त्यसरी नै पोख्रेबुङ, नागरी, धजेका प्राय सबै नै गाडीहरू आज बन्द गरेर नै उपस्थित हुनुभएको छ। र पोख्रेबुङ, नागरी टु सिलगढी जाने गाडीका सङ्गठन, चालक मालिक सङ्गठनका पदाधिकारीले हिजो मात्रै आज जुन गाडी नचल्नुको कारणले है यात्रुहरूमा, आवत जावत गर्ने यात्रुहरूमा कुनै समस्याहरू हुनु गएमा त्यसमा अघिबाट नै है क्षमा मागेका छन्। किनकि उनको भाइ अबिन राई भाइको है निधनप्रति शोक प्रकट गर्दै आज सबै गाडीहरू ठप्प राखिएको छ। मैले अघि जनाइहालेँ भाइको घरमा चाहिँ उनी र आफ्नो श्रीमती बस्दथे है। अनि कतिजनाले सोध्नुहुँदै थियो नानीहरू थियो कि थिएन भनेर। नानीहरू थिएन भाइको है, उहाँ र श्रीमती बस्दथे र उहाँको दाजु भाउजू पनि हुनुहुन्थ्यो। आमा बाउ चाहिँ बित्नु भएको हो र उहाँको दाजु भाउजू हुनुहुन्थ्यो। दाजु भाउजू चाहिँ अलग्गै यतापट्टि उसकै घरको छेउमा छुटेर बस्नुहुन्थ्यो भने अबिन राई भाइ चाहिँ आफ्नो श्रीमतीसँग बस्नुहुन्थ्यो।
अनि छोरीलाई म त आज टिप्दिनँ मलाई फोन छोडिँदा मै छोडिँदा पनि उहाँको वास्तविक घर चाहिँ कहाँ थियो भन्दाखेरि उहाँले चलाउनु चाहिँ सेलिमुङको गाडी चलाउनुहुन्थ्यो है, जसमा त्यो गाडीमा पनि तपाईँहरूले देखिसकिहाल्नु भएको थियो, जुन चाहिँ मिस्टर सेलिम्बुङ लेखिएको थियो। तर उहाँको चालकको घर चाहिँ यो समृद्ध पानीको 6 नम्बर है, निम्न गाउँ अन्तर्गत लोवर समृद्ध पानी लोवर अन्तर्गत 6 नम्बरमा पर्दछ। र उनको है जुन एउटा राई जातिको परम्परा हुन्छ, संस्कृति हुन्छ है, त्यस अनुसार अब उसको अन्तिम संस्कारको लागि उहाँको शवलाई चाहिँ यहाँ जलाउने घाटसम्म ल्याइ पुर्याइसकिएको छ। त्यो दोरीमा पक्रेर दोरी बाँधेको अगाडिबाट देखाइदिनु न। देखाइदिनु न अगाडि। अस्तिको दिन मात्रै जुन चाहिँ सिलगढीदेखि पोखरेबुङ आउने क्रममा भैयाबारीमा दुधेको जिरोदेखि केही माथि भैयाबारीको जङ्गलमा एउटा जुन स्पेसियो गाडी दुर्घटनाग्रस्त भएको थियो, र जसमा जम्मा 6 जना यात्रीहरूमा 6 जना चिकित्सा मात्रै भएका थिए भने चालक भने दुर्घटना स्थलमा नै उहाँको मृत्यु भएको थियो। र हिजो उहाँको नर्थ बेङ्गालमा है सिलगढीमा पोस्टमार्टमको फर्मालिटिजहरू पुरा गरिसके पश्चात उहाँहरूको राई जातिको एउटा धार्मिक परम्परा अनुसार यहाँ ल्याइएको छ। अब यहाँहरूले काम सुरु गरिसकेपछि यहाँ डेट गरेर हाम्रो जिम्मा सुराज दादा अदित दादा ए उसको दिँदैन हैन, यो छोपिन्छ हुन्छ अब ल यो निकाल दिदैन चार बजे दिनु पर्छ भयो हल्काको त दिनु पर्छ त। अब रुनु थाले म राखे ल। चार बजे दिनु पर्छ है। काटिदिएको नै हो अब तिमीहरू हुन्छ हौ अन्त। अनि माथि घरतिर थिएन यो चाहिँ अब दाजुले गर्नु पर्यो नि त है। जो चाहिँ त्यहाँ है त्यो सोलाको छेउमा हुनुहुन्छ यो परम्पराको यो गर्नुहुँदैछ। उहाँ चाहिँ यो मृत्यु हुने है निधन हुने अबिन राई भाइको दाजु हुनुहुन्छ। लाइट ग्रिन कलरमा त्यहाँ नियमहरू गर्दै गरेको है, बोलाउनु अगाडि चाहिँ नियमहरू गरिन्छ त्यो पुरा गर्नुपर्छ। अबिन राई भाइको दाजु लाइट ग्रिन कलरमा उहाँ परिवारमा अबिन राई भाइ चाहिँ अलग्गै छुट्टिएर आफ्नो श्रीमती र उहाँ बस्नुहुन्थ्यो भने नानीहरू उहाँको थिएन, उहाँ र श्रीमती बस्नुहुन्थ्यो र दाजु भाउजू हुनुहुन्छ उहाँको है। आमा बाबा चाहिँ हुनुहुँदैन, दाजु भाउजू चाहिँ यतापट्टि उहाँको घर अगाडि छुट्टिएर बस्नुहुन्थ्यो।
हजुर हजुर सफा त्यो पानी फ्याँकेर त्यो खाएको पानी होला कि फ्याँकेर ल्याउन अलिक सफा भयो अस्तिको दिन मात्रै जुन चाहिँ सिलगढीदेखि पोखरेबुङ आउने है मिस्टर सेलिबुङ लेखिएको गाडी गैयाबारीको जङ्गलमा दुर्घटनाग्रस्त हुँदा त्यसमा है अन्य पेसेन्जरहरू केही इन्जुरी मात्रै भए तापनि चालक अविन राई जो सम्बित पानी 6 नम्बर निवासी भाइको घटनास्थलमा नै निधन हुन पुगेको थियो र हिजो भाइको है पोस्टमार्टमको फर्मुलिटिजहरू सिलगढीको नर्थ बेङ्गालमा पुरा गरिसके पश्चात हिजो बेलुका नै उनको शवलाई पार्थिव शरीरलाई घर ल्याइ पुर्याएको थियो उहाँको निजी निवास सम्बित पानी 6 नम्बरमा र आज चाहिँ उहाँको है उहाँहरूको राईको धर्म परम्परा अनुसार अहिले उहाँको अन्तिम संस्कारको कार्यलाई अगाडि बढाइराख्नु भएको छ र उनको निधनमा शोक प्रकट गर्दै आज पोखरेबुङ नागरी एवं धजीदेखि चल्ने सम्पूर्ण सिलगढी चल्ने सम्पूर्ण गाडीहरू नै बन्द रहेको छ है अनि सँगसँगै मिरिक सुकियाका पनि धेरैवटा गाडीहरू आज बन्द रहेको छ भने उक्त चालक सङ्गठनका सभापति सचिव अन्य पदाधिकारीहरू सँगसँगै सम्पूर्ण सदस्यहरू नै आफ्नो गाडी ठप्प राखेर आज यहाँ उनको अन्तिम संस्कारको निम्ति यहाँ उपस्थित रहेका छन् अनि यो त बाफ पाउनु पर्छ बाफ फेर यो दाना त पुरा यो पैसा हो पैसा ठुलो दाउरा ल्याउ खोइ यो याङ खोइ निदर याङ बक्से त राम्रो बुझ्यौ दाउरा लामो लामो अहिले छिटै छिटो भत्काउँदै गर्नु नि मानिसले जीवनमा धेरै केही कमाउनु नसके तापनि मलमिची कमाउनु भन्छ र भाइको जुन चाहिँ बाचुन्जेलको एउटा मिठो स्वभावहरू थियो राम्रो स्वभाव है इष्टमित्र छरछिमेकीहरूसँग त्यो अनुसार उनले मलमिची कमाएको रहेछ है किनभने मान्छेले कमाउनुहरू मध्येमा सबैभन्दा ठुलो कमाउनु पर्ने चाहिँ आफ्नो अन्तिम दिनमा मलमी कमाउनु अरे है र भाइले जुन आफ्नो बाचुन्जेलको एउटा उयो थियो है आदान प्रदान थियो इष्टमित्र साथी सङ्गीहरूसँग र यसरी मलमी चाहिँ कमाएको रहेछ र यस्तो सानो गाउँ बस्तीमा है यसरी सयौँजना मलमी पाउनु सक्नु भनेको ठुलो कुरा नै हो यसले पनि कतिवटा कुरामा सन्तोष गर्नुपर्छ हामीले है यहाँनिर जुन लाइट ग्रीन कलरको टी सर्टमा देख्नुहुँदैछ उहाँ चाहिँ हात बाँधेर बस्नु हुने उहाँ चाहिँ यी चालक अविन राई भाइको दाजु हुन् र अविन राई भाइ चाहिँ अलग्गै है छुट्टिएर दाजु भाउजूसँग छुट्टिएर उनी र श्रीमती मात्र बस्दथे पनि अब अविन राई भाइको निधनपछि उनको छुट्टिएर बसेको घरमा चाहिँ अब श्रीमती मात्रै भएकी छिन् है र उनको नानीहरू चाहिँ छैन भन्ने पनि हामी तपाईँहरूलाई जानकारी गराउँदैछौँ र आमा बाबुको पनि अगाडि नै मृत्यु भइसकेको थियो भने उहाँहरू दाजुभाइ मध्येमा दाजु भाउजू चाहिँ छुट्टिएर बस्दथे पनि उनी आफ्नो घरमा चाहिँ श्रीमती र उनी बस्दथे
अब यहाँ चिप्ले त अरू केही छैन अब होइन यो त यी अबिन राई भाइले पोख्रेबुङदेखि सिलगढी जाने गाडी चलाउनुहुन्थ्यो भने है र आज उनको निधनमा शोक प्रकट गर्दै आज पोख्रेबुङ धजिया नागरी मगरजुङ लगायत वरिपरि क्षेत्रबाट सिलगढी जाने सबै गाडीहरू पनि ठप्प राखिएको छ जसमा पोख्रेबुङ सिलगढी आवत जावत गर्ने पेसेन्जरहरूलाई है आज असुविधा हुन गएकोमा सिलगढी पोख्रेबुङ मोटर्स है चालक मालिक सङ्गठनका पदाधिकारी सदस्यहरूले अघिबाटै पेसेन्जर्सहरूलाई हुने समस्याप्रति क्षमा प्रार्थी रहेका छन्। र फेरि पनि हजुरहरूलाई जानकारी गरौँ अस्तिको दिन मात्रै जुन चाहिँ सिलगढीदेखि पोख्रेबुङ आउने मिस्टर सेलेबुङ लेखिएको स्पेसियो गाडी दुधे साथै दुधेको माथि 0 बुङकुलुङ आउने 1300 त्यहाँदेखि केही माथि गोलाइमा नै दुर्घटनाग्रस्त हुन पुगेको थियो र त्यसमा जम्मा 6 जना यात्री र चालकसँग 7 जना थिए भने जसमा 6 जना यात्रीहरू चाहिँ अहिले केही इन्जुरी मात्रै भएर सकुशल छन् तर चालक अबिन राई जो सम्बितपानी 6 नम्बर निवासी है हाम्रो सम्बितपानी क्षेत्रकै उहाँको चाहिँ दुर्घटना स्थलमा नै निधन हुन गएको थियो है र हिजो मात्रै उहाँको सिलगढी नर्थ बेङ्गाल मेडिकलमा पोस्टमार्टमको फर्मुलिटिजहरू पुरा गरिसकेपछि आज हिजो बेलुका नै उहाँको पार्थिव शरीरलाई उहाँको निजी वासस्थान सम्बितपानी 6 नम्बरमा ल्याइ पुर्याइसके पश्चात आज चाहिँ लगभग अहिले उहाँको अन्तिम संस्कारको निम्ति यहाँ उहाँलाई घाटसम्म ल्याइ पुर्याइएको छ चालक अबिन राईलाई र उनको चालक अबिन राईको निधनमा शोक प्रकट गर्दै आज पोख्रेबुङ नागरी धजे मगरजुङ लगायत वरिपरि क्षेत्रदेखि सिलगढी जाने गाडीहरू प्राय सबैले ठप्प रहेको छ। केटाले सकरमा जानुपर्छ भने ल उहाँ दाजु हुन् अबिन राईको जसले आगो दिने एउटा गरिरहेका छन् है कार्य गरिरहेका छन् उहाँ चाहिँ अबिन राई भाइको दाजु
मट्टीकी दाउरा दिन्छ होइन ए त्यो त कता हुन्छ होला साँच्ची झ्याप्प पारिदिनुपर्छ होला है कि धुप्पी त पालेको हो कि के हो होइन नि है र फेरि पनि अन्तिमपल्ट हामी भाइलाई है भाइको निधनप्रति गहिरो शोक प्रकट गर्दै र भाइको आत्माले शान्ति प्राप्त गरोस् भाइको आत्मालाई वैकुण्ठमा बास होस् है अति प्यारो भाइलाई फेरि पुनः हामी हार्दिक श्रद्धाञ्जली भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ पोसेन नि जान्छु म तल अरे बोल्छ त्यो अहिले एकैचोटि त कसले आमा भन्छ बोलेन